वेलकम ट्रेडर्स। आज म तपाईहरुलाई यो भिडियोमा मेरो यो ट्रेडको लजिक एन्ड साइकोलोजी एक्सप्लेन गरेर कसरी एउटा ट्रेडरले इजिएस्ट वेमा के गर्न सक्छ भन्दा ट्रेडिङ गर्न सक्छ त्यो म तपाईहरुलाई यो भिडियोमा चाहिँ सिकाउने छु। है कसरी एउटा ट्रेडरले विदाउट एनी स्ट्र्याटेजी, विदाउट एनी फिक्स सेटअप, इन्ट्री मोडल, इन्ट्री प्याटर्न है केही पनि युज नगरेर पनि कसरी एउटा इजिएस्ट वेमा एउटा प्रोफिटेबल ट्रेडिङ गर्न सक्छ यो तपाईहरुलाई यो भिडियोले मजाले के गर्नेछ भन्दा सिकाउनेछ र कसरी स्टेप बाइ स्टेप ट्रेडिङ प्रोसेसलाई फलो गर्ने, सबभन्दा सुरुमा कसरी बायस फाइन्ड गर्ने, त्यसपछि ड्रोन लिक्विडिटी कसरी फाइन्ड गर्ने, त्यो सबै कुरो म तपाईहरुलाई यो भिडियोमा के गर्नेछु भन्दा सिकाउनेछु। है सबभन्दा सुरुमा कुरा गरौँ मैले यही किन बाइ गरे, सबै कुरो रिमुभ गरेर, सबै कुरो ड्रोइङ रिमुभ गरेर म तपाईहरुलाई के गर्नेछु भन्दा बुझाउनेछु। सबभन्दा सुरुमा 15 मिनेटको टाइम फ्रेममा जान्छु। तो 15 मिनेटको टाइम फ्रेममा हामी यहाँ के हेर्न सक्छौं भन्दा प्राइसले 15 मिनेटको टाइम फ्रेममा प्राइसले यहाँ के दियो भन्दा ब्रेकअप स्ट्रक्चर प्राइसले दियो। प्राइसले ब्रेकअप स्ट्रक्चर दियो। यसरी मैले के गर्दै भन्दा तल गर्दै प्राइसले यहाँ के गर्यो ब्रेकअप स्ट्रक्चर दियो। यो मानिसकेपछि हाम्रो के हुन्छ हायर हाई। प्राइसले यो के हो हायर हाई, यो ब्रेक भनिसकेपछि यो हाम्रो के हो हायर लो। यो हाम्रो के हो हायर लो है, यो हाम्रो हायर लो। यसरी यो हाम्रो हायर लो भनिसकेपछि प्राइस फेरि है ब्रेकअप स्ट्रक्चर दिएर हायर हाई बनाएर प्राइसले फेरि यो के आयो भन्दा फर्केर, यो फर्केर प्राइस भित्र यो अर्डर फ्लो भित्र यसलाई हामी के भन्छौं भन्दा अर्डर फ्लो एरिया भन्छौं। यसरी यसलाई हामी के भन्छौं त अर्डर फ्लो एरिया भन्छौं है। भनिसकेपछि प्राइस फर्केर यो अर्डर फ्लो एरिया भित्र आएर मैले यो हायर लो देखि हायर हाई सम्म मैले अर्डर फ्लोमा मैले फिबोनाची मैले मार्क गरे भने हामी यहाँ के हेर्न सक्छौं भन्दा यो जुन छ नि यो भनेको गोल्डन रेशियो। गोल्डन रेशियोलाई हामी गोल्डमा के भन्छौं भन्दा मेजर रिट्रेसमेन्ट लेभल भन्छौं है। सो मेजर रिट्रेसमेन्ट लिएर प्राइस के भन्छ त भन्दा माथि गाछ है। भनिसकेपछि फेरि प्राइसले यहाँ के दिएको छ त भन्दा ब्रेकअप स्ट्रक्चर। यहाँ प्राइसले यसरी यता चाहिँ ब्रेकअप स्ट्रक्चर दिएको छ, किनभने ब्रेकअप स्ट्रक्चर हुन हायर हाई माथि दुईवटा 15 मिनेट टाइम फ्रेमको क्यान्डल के चाहिन्छ भन्दा क्लोजिङ चाहिन्छ। किनभने 15 मिनेट टाइम फ्रेममा हामी 15 मिनेटको मेजर स्ट्रक्चर हामी मार्क गरिरहेको छौं। यो भित्र पनि त स्ट्रक्चरहरु हुन्छ है। सो एउटा भ्यालिड ब्रेकअप स्ट्रक्चर हुन यो हाई माथि 15 मिनेटको दुईवटा क्यान्डल क्लोजिङ चाहिन्छ। जसरी यहाँ 15 मिनेटको एउटा क्यान्डल क्लोजिङ भयो तर अरूको क्यान्डल इमिडिएटली के छ भन्दा बेयरिश छ है। सो यता प्राइसले के दियो ब्रेकअप स्ट्रक्चर दियो। यो हाम्रो के भइदिन्छ भन्दा हायर हाई है। यो हाम्रो के भइदिन्छ भन्दा यसरी हायर हाई भइदियो। त्यसपछि यो हाम्रो के भइदिन्छ यो हायर लो। यो हाम्रो के भइदियो हायर लो यसरी भइदियो। मैले यसलाई के गर्दै भन्दा एकछिन यो हाम्रो हायर लो गयो, हायर लो यहाँ हाम्रो यो हायर लो भइदियो। त्यसपछि फेरि प्राइस फर्केर मैले यो हायर लो देखि हायर हाई मैले अर्डर फ्लोमा मैले फिबोनाची मार्क गरे भने प्राइस फेरि फर्केर यो मेजर रिट्रेसमेन्ट डिस्काउन्टको मेजर रिट्रेसमेन्ट लेभलमा आयो र प्राइसले फेरि यता के दियो भन्दा ब्रेकअप स्ट्रक्चर दियो। प्राइसले फेरि यो ब्रेकअप स्ट्रक्चर दियो भनिसकेपछि यो हाम्रो के हो हायर हाईलाई मार्केटले के गर्यो भन्दा ब्रेक गर्यो। यो हाम्रो के हो हायर लोलाई मार्केटले के गर्यो भन्दा ब्रेक गर्यो। हायर लोलाई ब्रेक गर्यो भनेर छु। यहाँ हायर लो मार्केटले फर्मेसन मार्केटले बनायो है। भनिसकेपछि हामी के हेर्न सक्छौं यो भन्दा अगाडि पनि प्राइसले यहाँ के दियो लोअर साइडको ब्रेकअप स्ट्रक्चर दिएको छ। त्यसपछि पहिले यहाँदेखि यहाँ फिबोनाची यो फर्स्ट स्विङ हो भनिसकेपछि यहाँ पनि प्राइस एउटा मेजर रिट्रेसमेन्ट लिएर प्राइस के गरेको छ भन्दा उठेको छ। सो एभ्री टाइम प्राइस हामी के हेर्न सक्छौं त 15 मिनेट टाइम फ्रेमको स्ट्रक्चरमा एभ्री टाइम प्राइस मेजर रिट्रेसमेन्ट लेभलदेखि नै उठाएको छ। मेजर रिट्रेसमेन्ट लेभलदेखि नै उठेको छ। मेजर रिट्रेसमेन्ट लेभलदेखि नै उठेर ब्रेकअप स्ट्रक्चर चाहिँ दिएको छ र माथिको लेभलहरुदेखि पनि धेरैचोटि उठ्न ट्राई गरेको छ। जस्तो यहाँदेखि पनि प्राइसले के गरेछ त ब्रेकअप स्ट्रक्चर दिन ट्राई गरेको छ तर सकेन। जसले पनि यहाँ बाइ गरे यहाँ जसले पनि बाइ गरेछ लास्टमा उनीहरुलाई रिमुभ गरिदियो। लास्टमा मेजर रिट्रेसमेन्टले ब्रेकअप स्ट्रक्चर दिएको है। यहाँ हामी पहिला पनि यहाँ हामी हेर्न सक्छौं यता पनि प्राइस के गरेछ त भन्दा उठ्न खोजेको छ तर लास्टमा जसले पनि बाइ गरेको छन् उनीहरुलाई निकालेर मेजर रिट्रेसमेन्टले ब्रेकअप स्ट्रक्चर दिएको छ। यहाँ पनि प्राइसले के गरेछ उठ्न खोजेको छ, लास्टमा मेजर रिट्रेसमेन्टले के दिएको छ भन्दा ब्रेकअप स्ट्रक्चर दिएको छ है। सो मेजर रिट्रेसमेन्ट द्वारा नै ब्रेकअप स्ट्रक्चर आछ, मेजर रिट्रेसमेन्ट द्वारा नै ब्रेकअप स्ट्रक्चर आछ, मेजर रिट्रेसमेन्ट द्वारा नै ब्रेकअप स्ट्रक्चर आछ। सो त्यो भन्दा अगाडि जसले पनि यहाँ बाइ गर्न खोजेका छन् यता बाइ गर्न खोजेका छन् निकाल्दैछ ट्र्याप। यो भन्दा अगाडि यता पनि जसले पनि यहाँ बाइ गर्न खोजेका छन् ट्र्याप हान्दैछ। जसले पनि यता के गरेका छन् बाइ गर्न खोजेका छ ट्र्याप हानेर मेजर रिट्रेसमेन्टले ब्रेकअप स्ट्रक्चर दिएको छ। यति हामीले बुझ्यौं, यति हामीले के गर्यौं भन्दा बुझ्यौं। भनिसकेपछि अब ब्रेकअप स्ट्रक्चर माथि अब मैले यहाँ के गरे भन्दा यो डाटा
रेन्ज मैले एप्लाई गरेँ भने यो 50% जुन निस्किन्छ यो 50% हाम्रो के भइदिन्छ इक्विलिब्रियम भइदिन्छ है। भनिसकेपछि यो भन्दा तल के हो डिस्काउन्ट हो भनिसकेपछि ट्रेडरहरू डिस्काउन्टमै बाई गर्न इन्ट्रेस्टेड हुन्छ नि त है। किनभने हामी जहिले पनि डिस्काउन्टमा बाई गर्छौँ प्रिमियममा हामी सेल गर्छौँ र ब्रेकअप स्ट्रक्चर माथि धेरैजना ट्रेडरहरू सेल साइड नै के हुने भन्दा इन्ट्रेस्टेड हुने है। भनिसकेपछि यो हाम्रो इक्विलिब्रियम भइदियो र मैले फेरि यो हायर लोदेखि हायर हाई मैले मार्क गऱ्यौँ भने ठ्याक्कै यो हाम्रो मेजर रिट्रेसमेन्ट लेभल पनि यसरी निस्किन्छ र एभ्री टाइम 3 चोटि प्राइस मेजर रिट्रेसमेन्टदेखि उठेको छ भने यो डिस्काउन्टको मेजर रिट्रेसमेन्ट लेभल हो। धेरैजना ट्रेडरहरू यहीँदेखि बाई गर्न इन्ट्रेस्टेड हुन्छन् योभन्दा माथिको यो प्रिमियमको लेभलहरूदेखि बाई गर्न इन्ट्रेस्टेड हुँदैनन् किनभने प्रिभियसमा ट्र्याप हान्दिएको छ है। भनिसकेपछि यो हायर हाई ब्रेक दियो। अब त्यसपछि हामी के हेर्न सक्छौँ भन्दा यहाँ आइडिएम प्राइसले यहाँ के दिएको छ त भन्दा यसरी क्लोजिङ दिएर इन्टरनल स्ट्रक्चरमा प्राइसले आइडिएम दिएको छ। 5 मिनटमा गएँ झन् क्लियर हुन्छ। 15 मिनटमा हामीले मेजर स्ट्रक्चर मार्क गऱ्यौँ भने 5 मिनटमा हामी आइडिएम इन्ड्युसमेन्ट हेर्छौँ है। भनिसकेपछि अब यो आइडिएम दिने बित्तिकै हाम्रो यो के भइदिन्छ भन्दा हायर हाई कन्फर्म भइदिन्छ। आइडिएमले के गर्छ हायर हाईलाई के गर्छ भन्दा कन्फर्म पार्छ र ब्रेकअप स्ट्रक्चरले हायर लोलाई कन्फर्म पार्छ भन्ने यो तपाईहरुले एसएमसी आईसीटीमा तपाईहरुले सिक्नु भएको होला। सेम त्यही कुरो है। यो हाम्रो के भइदियो हायर हाई यो हाम्रो कन्फर्म हायर हाई भइदियो। भनिसकेपछि यसरी स्ट्रक्चर हो। अब आइडिएम दिएर हायर हाई कन्फर्म बनाइसकेपछि है आइडिएम दिएर हायर हाई कन्फर्म बनाइसकेपछि विथ डिस्प्लेसमेन्ट लगाएर आइडिएम दिएको छ भनिसकेपछि अलरेडी डिस्प्लेसमेन्ट विथ आइडिएम हाई प्रोबेबिलिटी भनिसकेपछि यो हायर हाई कन्फर्म भइसकेपछि अब प्राइसलाई के गर्नुपर्ने यो मेजर रिट्रेसमेन्ट लेभलसम्म आउनु पर्ने किनभने एभ्री टाइम प्राइसले इन्ड्युसमेन्टहरु दिँदै मेजर रिट्रेसमेन्ट लेभलदेखि नै ब्रेकअप स्ट्रक्चर दिएको छ भनिसकेपछि यति हामीले बुझ्यौं। भनिसकेपछि प्राइस के छ ब्रेकअप स्ट्रक्चर माथि छ। प्राइस ब्रेकअप स्ट्रक्चर माथि छ भनिसके ब्रेकअप स्ट्रक्चर माथि जबसम्म प्राइस यो डिस्काउन्टमा आउँदैन धेरैजना ट्रेडरहरु सेल साइड नै ब्रेकअप स्ट्रक्चर माथि इन्ट्रेस्टेड हुन्छन् किनभने प्रिमियममा सबैले सेल गर्ने। त्यसपछि 5 मिनेट टाइम फ्रेममा म गइराछु है। सो 5 मिनेट टाइम फ्रेममा म गएँ। अब यहाँ तपाईहरुले इन्डिकेटर सेक्सनमा गएर यहाँ एफएक्स मार्केट सेसन भनेर सर्च गर्नुभयो भने यो बोइटोकीको इन्डिकेटर आउँछ। यो इन्डिकेटर लगाएर यो सेम टाइमिङ भिडियो पोज गरेर आफ्नो इन्डिकेटरमा टाइमिङ हाल्न सक्नुहुन्छ। यो सेम टाइमिङ जुन मैले हालेको छु त्यो हाल्नु भयो भने तपाईहरुको यो दुईवटा बक्स आउँछ। एउटा ब्लू बक्स भनेर आउँछ यो चाहिँ टाइमिङ हैन हाम्रो यो चाहिँ हो है यो हैन हाम्रो यो चाहिँ हो। यसरी यो इन्डिकेटर गएर सेम त्यही इन्डिकेटर यो हाल्नु भयो भने यो दुईवटा बक्स तपाईको आउँछ है। यो भिडियो पज गरेर यो चाहिँ हाल्न सक्नुहुन्छ। यो टाइम चाहिँ हाल्न सक्नुहुन्छ र म एभ्री टाइम म यसरी नै यही बक्स युज गरेर यो कन्सेप्ट युज गरेर आफ्नो म मार्केटको बाय र ड्रोन लिक्विडिटी फाइन्ड गर्छु है। कसरी म मार्केटको बाय र ड्रोन लिक्विडिटी फाइन्ड गर्छु त्यो म यसरी भनिरहेछु। सपोज यो हाम्रो के हो भन्दा एउटा बक्स यो हाम्रो बक्स हो। मैले यहाँ के गर्दिए भन्दा यहाँ एकछिन यहाँ एउटा लाइन यसरी मार्क गर्दिए है। त्यसपछि मैले यहाँ यसरी एउटा अर्को लाइन के गर्दिए भन्दा मार्क गर्दिए भनिसकेपछि हाम्रो कन्सेप्ट दुईवटा बक्स छ। एउटा हाम्रो के छ ब्लू बक्स छ जसलाई मैले बीबी लेखे। अर्को हाम्रो रेड बक्स छ। म तपाईहरुलाई अब यहाँ कसरी कुनै पनि सेसनको बायस प्लस ड्रोन लिक्विडिटी फाइन्ड गर्ने तरिका भन्न गइरहेको छु। त्यही पनि विथिन 1 मिनेटमा कुनै पनि मार्केटको स्ट्रक्चर नहेरेर हायर टाइम फ्रेम एनालाइसिस नगरेर कसरी प्योर लिक्विडिटीको बेस्डमा तपाईले धेरै ट्रेडरहरुको मुखदेखि सुन्नु भएको होला आइडेन्टिफाई लिक्विडिटी और बी लिक्विडिटी। यदि तिमीहरुले मार्केट हिड्ने भनेको लिक्विडिटीमा हिड्ने हो। यदि तिमीहरुले लिक्विडिटी चिन्न जानिन भने उल्टै तिमीहरु लिक्विडिटीको ट्र्यापमा पर्छौ। लिक्विडिटी चिन्न जान्नु पर्यो लिक्विडिटी बुझ्न आउनु पर्यो अनि मात्रै मार्केटमा प्रोफिटेबल ट्रेडर बन्न सकिन्छ किनभने मार्केट लिक्विडिटीमै हिड्ने हो। र म तपाईहरुलाई कसरी बायज भन्नाले सेसनको डाइरेक्सन लन्डन सेसनमा बाइङ साइड बस्ने कि सेलिङ साइड बस्ने न्यूयर्कमा बाइ सेल एसियामा बाइ सेल लन्डन क्लोजमा बाइ सेल कसरी बायज प्लस ड्रोन लिक्विडिटी कसरी फाइन्ड गर्ने त्यो म भन्नेछु। अब ड्रोन लिक्विडिटी भनेको तपाईले सपोज सोच्नु भयो न्यूयर्क सेसनमा तपाईको बायज के छ भन्दा बुलिश छ तपाईले सोच्नु भयो मलाई के गर्नु छ भ्यू बुलिश छ भने मलाई न्यूयर्क सेसनमा बाइ गर्नु छ तर प्राइस कहाँसम्म जान सक्छ तपाईलाई के लागिराछ तपाईले बाइ गर्नुभयो भने प्राइस कहाँसम्म जान सक्छ त त्यसलाई नै हामी ड्रोन लिक्विडिटी हामी भनेर बुझ्छौं। सो यदि ब्लू बक्समा तपाईले के हेर्नुभयो सपोज न्यूयर्क सेसनमा यदि ब्लू बक्समा तपाईले के हेर्नुभयो भन्दा मार्केट मेकरहरुले भयभरको सेलर्सलाई इन्भाइट गरेको छन्। अब सेलर्सहरु कहाँ इन्ट्री गर्छन् त बेयरिश अर्डर ब्लक बेयरिश एफबीजी चार्ट प्याटर्न ब्रेकडाउन ट्रेन्ड लाइन ब्रेकडाउन ईएमए ब्रेकडाउन त्यहाँ भयभरको सेलर्सलाई यदि हेर्नुभयो भने ब्लू बक्समा मार्केटको
मार्केटले ब्लू बक्सको प्राइस एक्सनमा भयभरको सेलर्सलाई इन्भाइट गराछन् भने रेड बक्स जुन हाम्रो एक्चुअलमा सेसन हुने हो हामी के गर्छ भन्दा बाई गर्छ। भनिसकेपछि यदि तपाईले हेर्ने बित्तिकै हो ब्लू बक्समा मार्केट मेकरहरूले इन्स्टिट्युसन्स अपरेटर्सहरूले सेलर्सलाई इन्भाइट गराछन् भने न्युअर सेसनको बायज के भइदिन्छ भन्दा बुलिस भइदिन्छ। सो हामी ब्लू बक्स भित्रको प्राइस एक्सन हेर्ने बित्तिकै जब ब्लू बक्स क्लोज हुन्छ उनीहरूको प्राइस एक्सन हेरेर त्यो प्राइस एक्सन बुझेर हामी बायज फाइन्ड गर्छौँ। त्यसपछि ड्र अन लिक्विडिटी, अब यो जुन सेलर्सहरूले जुन स्टप लस के गर्छन् भन्दा सेट गर्छन् नि यो स्टप लस नै हाम्रो के भइदिन्छ ड्र अन लिक्विडिटी भइदिन्छ। यति सिम्पल छ, चार्टमा बुझाउँछु है झन् तपाईहरुको के हुन्छ भन्दा क्लियर हुन्छ है। सो यति मैले तपाईहरुलाई प्रोसेस भनेको के हो म यसरी के गर्छु भन्दा फाइन्ड गर्छु। सो हामी यहाँ के हेर्न सक्छौं, म 15 मिनेट टाइम फ्रेममा गएँ भने सो 15 मिनेट टाइम फ्रेममा यहाँ हाम्रो एउटा के छ भन्दा यो 15 मिनेटको अर्डर ब्लक हो। यो 15 मिनेटको के हो भन्दा ओबी हो। त्यसपछि म 30 मिनेट टाइम फ्रेममा गएँ भने यो 30 मिनेट टाइम फ्रेमको पनि यहाँ के छ त भन्दा अर्डर ब्लक छ। यहाँ हाम्रो 30 मिनेट टाइम फ्रेमको पनि के छ त भन्दा अर्डर ब्लक छ है। 15 मिनेटमा विथ एफबिजी थियो त्यही भएर मैले वीकलाई मैले मार्क गरेको। सो 30 मिनेट टाइम फ्रेममा हामी के हेर्न सक्छौं, प्राइसले यो मजाले यो दुईवटै ओबीलाई रेस्पेक्ट गरेर एकचोटी ह्यामर क्यान्डल बनाछ, दुईचोटी ह्यामर क्यान्डल, तीनचोटी ह्यामर क्यान्डल र ह्यामर क्यान्डल र पिन बार क्यान्डल भनेको एउटै हो। सो हामी के हेर्न सक्छौं त यो ब्लू बक्सको जुन प्राइस एक्सन हो मार्केटले कसलाई इन्भाइट गराछ त आफै भन्नु त। मार्केटले यो जुन बुलिश ग्यापलाई पनि जुन डिसरेस्पेक्ट गरेको छ नि यहाँ यसरी मैले यहाँ गरे भने यो कम्प्लिटली बुलिश ग्यापलाई एउटा ह्यामर क्यान्डल बनाएर डिसरेस्पेक्ट गराछ। भनिसकेपछि हामी यहाँ के हेर्न सक्छौं, प्राइस ब्रेकअप स्ट्रक्चर माथि छ, आइडियम दिएर हायर हाई कन्फर्म भइसक्यो, प्लस प्राइसले के दिएको छ त एउटा पुलब्याक दिएको छ, पुलब्याक दिएर यो 50% भन्दा माथि यो अर्डर ब्लकहरु प्रिमियमकै अर्डर ब्लक हो। यसरी मैले मार्क गरे भने यो अर्डर ब्लकहरु 50% भन्दा माथि, यो लाइन भनेको 50% भन्दा माथि भने प्रिमियमको ओटी को यो अर्डर ब्लकहरु हो दुईवटा। भनिसकेपछि यो प्रिमियम एरियाको रिटेस्टमेन्ट दिएर प्राइस माथि गयो, रिटेस्टमेन्ट दिएर अर्डर ब्लकलाई एकचोटी दुईचोटी तीनचोटी यहाँ चारचोटी हल्का रेस्पेक्ट गरेर कसलाई इन्भाइट गराछ त तो सेलर्सलाई इन्भाइट गरेको छ। तीन चोटी ह्यामर क्यान्डल बनाएर सेलर्सलाई इन्भाइट गरेको छ। 30 मिनेटमै हामी एकदम क्लियर छ। किनभने 30 मिनेट मैले तपाईहरुलाई किन हेराए भन्दा चारवटा क्यान्डल हुन्छ है। अब झन् 15 मिनेटमा तपाईले स्विच गर्नुभयो क्यान्डलहरुको के भइदिन्छ क्वान्टिटी बढ्दिन्छ नि त। सो जब 30 मिनेटमै क्लियर छ नि त हो यदि के गरेको छ त मार्केट मेकरहरुले ब्लू बक्समा सेलर्सलाई इन्भाइट गरेको छन्, क्लियर भइसके भनिसकेपछि रेड बक्समा हामी के गर्छौं त बाई गर्छौं। भनिसकेपछि रेड बक्सको बायज हाम्रो रेड बक्स भनेको यो रेड बक्स भनेको न्युअर सेसन हो, न्युअर सेसनको बायज हाम्रो बुलिश हुन्छ। बायज बुलिश भनेपछि ड्र अन लिक्विडिटी के हुन्छ भन्दा अब जसले पनि सेल गरेको छन् अब यो हायर आयो भने प्रोटेक्टेड आयो, सबैको स्टप लस कहाँ हुन्छ त, सबैको स्टप लस कहाँ हुन्छ यो हायर आई माथि हुने हो नि त। सो यो स्टप लस सबैको यहाँ हुन्छ। भनिसकेपछि यो प्राइस के छ त यसको प्राइस भनिसकेपछि मानौं 4232 भनिसकेपछि यो 4232 प्राइस हाम्रो के भइदिन्छ ड्र अन लिक्विडिटी भइदिन्छ। सो यसरी तपाईले खाली एउटा दुईवटा चारवटा क्यान्डल रिड गर्नु पर्यो 30 मिनेट टाइम फ्रेममा। तपाईहरुको चारवटा क्यान्डल रिड गर्न 1 मिनेट पनि लाग्दैन, तपाईहरुको सेसनको बायज निस्किन्छ। सो न्युअर सेसनको यहाँ मार्केटले सेलर्सलाई ब्लू बक्समा सेलर्सलाई इन्भाइट गराछन् भने न्युअर सेसनको बायज के निस्क्यो बुलिश निस्क्यो। भनिसकेपछि न्युअर सेसनमा हामी बाई गर्छौं। त्यसपछि ड्र अन लिक्विडिटी हाम्रो के निस्क्यो यो 42 स्टप लस कहाँ छ यहाँ छ प्राइस निकाल्ने 4232 हाम्रो ड्र अन लिक्विडिटी निस्क्यो। भनिसकेपछि टीपी कहाँ राख्ने हो त ड्र अन लिक्विडिटीमा राख्ने हो। सो टीपी पनि तपाईको 4232 भयो र स्टप लस आफ्नो हिसाबले के गर्नु पर्यो भन्दा राख्नु पर्यो। सो यसरी बायज र ड्र अन लिक्विडिटीलाई हेरेर हामी फाइन्ड गर्न सक्छौं है। सो यसरी हो भने धेरैजना ट्रेडरको बायज के हुन्छ ब्रेकअप स्ट्रक्चर माथि छ, बायज के राख्ने भन्दा बेरिश राख्ने, ब्रेकअप स्ट्रक्चर माथि छ यहाँसम्म आउन सक्छ, न्युयोर्कमा मलाई सेल गर्नु छ। धेरैले मार्केट स्ट्रक्चर हेरेर ट्रेन्ड हेरेर अर्डर फ्लोमा हामी छौं कि छैनौं त्यो हेरेर मार्केटको सेसनहरुको बायज के गर्छन् भन्दा फाइन्ड गर्छन् है। तर त्यसको एक्युरेसी एकदम नै लो हुन्छ। हेर्नु ट्रेडिङमा जुन ट्रेडरले 1-2 वर्ष बिताएको छ त्यसलाई मजाले मार्केट स्ट्रक्चर हामी अर्डर फ्लोमा छौं कि छैनौं, मार्केटको ट्रेन्ड के छ, हायर टाइम फ्रेम एनालाइसिस सबै गर्न आउँछ। त्यही पनि ट्रेडरलाई ट्रेन्ड हेर्न आए पनि मार्केट स्ट्रक्चर हेर्न आए पनि हामी अर्डर फ्लोमा छौं कि छैनौं, डिस्काउन्ट एन्ड प्रिमियम मजाले हेर्न आए पनि किन एभ्री डे 99% ट्रेडरले लस फेस गर्छन् किनभने उनीहरुले मजाले लिक्विडिटीलाई बुझेको हुँदैनन्। मार्केट लिक्विडिटीमा हिँड्ने हो है। लिक्विडिटी त्यस्तो कुरो हो मार्केटको सबै कुरोलाई डिस्ट्रेक्टेड गरिदिन्छ है। त्यही भएर म लिक्विडिटीमा
बेस भएर म बायस फाइन्ड गर्छु। जस्तो न्युवर सेसन त यो प्रिमियममा छ नि त, अब प्रिमियममा छ म न्युवर सेसनमा म सेल नै गर्छु, त्यस्तो मेरो भ्यू हुँदैन। किनभने म मार्केट स्ट्रक्चर खाली रिटेल ट्रेडरले कसरी ट्रेड लिन्छ त्यसको लागि म मात्रै मार्केट स्ट्रक्चर हेर्ने, म मार्केट स्ट्रक्चर युज गरेर म बायर्सहरू म त्यस्तो म के गर्दिनँ भन्दा फाइन्ड गर्दिनँ। सो 15 मिनट टाइम फ्रेममा पनि हामी के हेर्न सक्छौँ त, यहाँ मजाले दुईवटै अर्डर ब्लकलाई रेस्पेक्ट गरेर मार्केटले सेलर्सलाई मजाले के गराछ त भन्दा इन्भाइट गराछ। यो 15 मिनटको पनि यहाँ एउटा डिस्प्लेसमेन्ट छ, एबी छ, त्यसलाई पनि एउटा पिन बार क्यान्डल बनाएर प्राइसले क्लोजिङ दियो भनिसक्यो। जसले पनि यहाँ सेल गरेको छन्, जुन पनि भयभरको सेलर्सहरूले सेल गरेर सबैको स्टप लस कहाँ हुन्छ, यो माथि हुन्छ। सिम्पल हामी के गर्ने भन्दा रेड बक्समा हामी बाई गर्ने हो है भनिसकेपछि अब यो ब्लू बक्सलाई तपाईँहरूले प्री न्युयोर्क सेसन भन्न सक्नुहुन्छ, यसलाई न्युयोर्क भन्न सक्नुहुन्छ। अब त्यसपछि मैले अझै के हेरेँ भन्दा हो धेरैजना ट्रेडहरू सेसन ओपन भइसकेपछि पनि इन्ट्री गर्छन्। अब यो हायर आयो भने प्रोटेक्टेड आयो, त्यसपछि मैले के हेरेँ सेसनमा पनि यो अर्डर ब्लकलाई मार्केटले रेस्पेक्ट गरिरहेको छ, यसको फेरि लिक्विडिटी स्विप गरिरहेको छ। सेसन ओपन भइसकेपछि 15 मिनटमा दुईवटा ह्यामर क्यान्डल ठुलो विक भएको, यो विकहरूले के क्रिएट गर्ने, फोमो फियर अफ मिसिङ आउट क्रिएट गर्ने हो। यो दुईवटा विकले के गराछ त भन्दा फोमो जेनेरेट गरेर पनि यहाँ सेलर्सलाई इन्भाइट गराछ भनिसकेको। अलरेडी सेलर्सहरूको स्टप लस माथि छ, सेसनमा ओपन भइसक्यो, जसले पनि सेल गरेको छन् है तिनीहरूको पनि के हुन्छ भन्दा स्टप लस माथि हुन्छ। सो सिम्पल मैले के गरिदिएको भन्दा म जहिले पनि यस्ता बाई गर्छु, प्राइसले यहाँ माथि गयो, यहाँ गयो, पुलब्याक दियो, म पुलब्याकमा म के गर्ने भन्दा बाई गर्ने। सो म 5 मिनट टाइम फ्रेममा गएँ। 5 मिनट टाइम फ्रेम मैले के हेरेँ भन्दा झन् क्लियर 5 मिनट टाइम फ्रेममा हाम्रो यहाँ के छ त भन्दा यो सेलर्सलाई इन्भाइट गराछन् कति मजाले। यहाँ पनि हामी हेर्न सक्छौँ है मार्केटले यत्रो रिजेक्सन क्यान्डल सेलरलाई मार्केटले इन्भाइट गरेको छ, सेलर्सलाई इन्भाइट मार्केटले यहाँ गरेको छ भनिसकेपछि ओभरअल सेसन बाहिर यो एक्चुअली यो हाम्रो सेसन हो। सेसन बाहिर भन्दा प्री न्युयोर्कमा ब्लू बक्सको प्राइस एक्सनमा भयभरको सेलर्सलाई मार्केटले इन्भाइट गरेको छ, यिनीहरूको स्टप लस त माथि नै हुन्छ। सेसन ओपन भइसकेपछि पनि मार्केटले सेलर्सलाई यहाँ के गराछ भन्दा इन्भाइट गराछ, यिनीहरूको स्टप लस पनि माथि हुन्छ। सेम बायस सेम ड्रो अन लिक्विडिटी त्यही प्राइस हुने हो। सो मैले सिम्पल मैले के गरेँ भन्दा यहाँ यसरी यहाँदेखि यहाँ मैले फिबोनाची के गरेँ भन्दा मार्क गरेँ। त्यसपछि प्राइस अलरेडी मैले के हेरेँ होइन माइनर रिट्रेसमेन्ट लेभलहरूदेखि प्रिभियसमा पनि माइनर रिट्रेसमेन्ट लेभलहरूले प्राइसलाई उठाउन सकेको छैन। सो मेरो भ्यू के थियो भन्दा यो जुन मेजर रिट्रेसमेन्ट लेभल भने यो जुन गोल्डन रेसियो हो, यो गोल्डन रेसियोदेखि क्यान्डल कन्फर्म भयो भने म के गर्छु भन्दा बाई गर्छु भन्दा मेरो भ्यू के थियो भन्दा त्यो थियो है। सो मैले के हेरेँ भन्दा लास्टमा यहाँ क्यान्डल कन्फर्म भयो, यो मेजर रिट्रेसमेन्ट लेभलदेखि यहाँ क्यान्डल कन्फर्म भयो यसरी है। यहाँ सेलर्सलाई मार्केटले इन्भाइट गरेको छ है, यो मजाले मेजर रिट्रेसमेन्ट लेभलदेखि क्यान्डल कन्फर्म भयो है। अब यहाँ मार्केट स्ट्रक्चरको चार्ट यो भयो, प्राइस एक्सनको चार्ट अहिले यहाँ सपोर्ट एन्ड रेजिस्टेन्स ट्रेन्ड लाइनहरू मैले मार्क गरेको त्यो निस्किसक्यो र मैले के हेरेँ त यहाँ ट्रेन्ड लाइनको पनि यहाँ लिक्विडिटी लिएको छ है र क्यान्डल कन्फर्म भयो। त्यसपछि मैले सिम्पल मैले के गरिदिएको भन्दा बाई गरिदिएको। अब एभ्री कुरो यो भिडियोमा त भन्न मिल्दैन, क्यान्डल कन्फर्म भयो, यसको लिक्विडिटी लियो, इन्ट्री क्राइटेरियाहरू है, किनभने स्टुडेन्टहरूलाई अनफेयर हुने। तर 90% नलेज मैले तपाईँहरूलाई के गरिदिइसकेँ भन्दा यो भिडियोमा दिइसकेँ। मैले बायस ड्रो अन लिक्विडिटी म कसरी फाइन्ड गर्छु, जसरी म तपाईँलाई यो फ्री भिडियोमा भनिरहेको छु त्यसरी नै म आफ्नो पर्सनल ट्रेडिङमा जहिले पनि बायस ड्रो अन लिक्विडिटी फाइन्ड गर्ने, त्यसरी नै हाम्रो स्टुडेन्टहरूले पनि फाइन्ड गर्ने, केही पनि डिफ्रेन्स छैन। क्यान्डल कन्फर्म भइसकेपछि सिम्पल मैले बाई गरेको हो, त्यही ड्रो अन लिक्विडिटीलाई के गरेको 4232 जुन ड्रो अन लिक्विडिटी हो एम गरेको। ड्रो अन लिक्विडिटी एम गर्दा जति पनि आरआर दिन्छ त्यति आरआर लिएर मार्केटदेखि निस्किदिने हो, त्यो म्याटर गर्दैन। सिम्पल यो के थियो भन्दा ट्रेड थियो है, यो एसएल हन्टिङ मुभ हो। यही एसएल हन्टिङ मुभलाई क्याप्चर गरेर म जहिले पनि एसएल हन्टिङ मुभ क्याप्चर गर्छु एज अ मार्केट साइकोलोजी ट्रेडरले गर्ने भनेको जहिले पनि के हो एसएल हन्टिङ मुभलाई क्याप्चर गर्ने हो र मार्केटमा सबभन्दा धेरै के हुन्छ एसएल हन्टिङ हुन्छ। सो एज अ मार्केट साइकोलोजी ट्रेडर मैले सिम्पल मार्केटको एसएल हन्टिङलाई मैले मास्टर गराएको छु। मेरो कुनै पनि फिक्स स्ट्र्याटेजी, मेरो कुनै पनि फिक्स सेटअप, इन्ट्री मोडल, इन्ट्री प्याटर्नहरू मेरो त्यस्तो केही पनि छैन। सो तपाईँहरूले यसरी पनि एउटा सिम्पल वेमा तपाईँहरूले ट्रेडिङ गर्न चाहिँ सक्नुहुन्छ है।